मेरो भ्लग हेरेर पनि सब्सक्राइब गर्दैन त्यसको गर्लफ्रेन्ड भालु। हेलो गुल्ला ग्याङ, वेलकम ब्याक टु माई च्यानल। अनि म चाहिँ यहाँनिर कुकुर घुमाउन आएको थिएँ कि, अनि यस्तो निन्द्रा लाएर यहीँ सुत्दै क्या म त कसम। 6 बजे आएको, 6:30 बजे आएको, 7:10 भयो। अलिकति भए पनि सुत्नु भयो, 20 मिनट भए पनि जति होइन, 20-15-25 मिनट यहाँ मस्त यस्तो गरेर फर्म जस्तो छ नि त यो। अनि यस्तो सुत्दै यस्तो निन्द्रा लागेर थाम्नै सकेन क्या मेरो निन्द्रा। अनि आज चाहिँ पानी पर्ला जस्तो गरेको छ। अलिकति सिम पानी परेको छ। म धरेर अब कामसाम गर्छु, त्यसपछि भेट्छु तिमीहरूलाई होइन। के लामा दारू साह्रो खाने गर्छ क्या यो ड्राइभरहरू। यहाँ फेरि ड्राइभरहरू बस्ने ठाउँ हो क्या, कार जति पनि कार चलाउँछ अब ड्राइभरहरू यही बस्छ। अझै पनि निन्द्रा लाग्यो मलाई। यता भाँडाहरू राख्दो रहेछ मैले खानासाना खाने लास्टै निन्द्रा लगाएर बस्छ भनेको। त्यही भएर कि लाइभ बस्दैन, अलिकति झ्याउ लाग्छ क्या हुने यार। न के यार, अलिकति आफूलाई पनि फाइदा हुने भए पो बस्न नि मन लाग्छ। लामा फाइदा साइदा केही हुँदैन, त्यत्तिकै निन्द्रा मात्रै खराब गर्ने गरी बस्न पर्छ। निन्द्रा मात्रै खराब हुन्छ। अनि रिस उठ्दैन त नि। ल म चाहिँ अब जान्छु यार, ढिलो पनि भयो। खुट्टा कहाँ हालेर राखेको रे, रुक। ए अस्ति देखाइरहेको यार तिमीलाई, कतिचोटि देखाउनु हौ बडी पनि यार। थेट सुके नाच भन्छ तिमीलाई मलाई। अनि यो चाहिँ केटाहरूले मलाई भनिरहेको थियो कुन चुरोट खान्छ भनेर। मैले चाहिँ यो चुरोट खान्छ होइन। यो के चुरोट हो यो थाहा भएन, यसको नाम पढ त तिमीहरू, म पढ्छु है त। टुबुको खै के हो यार, के हो यो यार। यही चुरोट खान्छु है केटा म चाहिँ है। यो चुरोट खान्छु। गोल्ड फ्ल्याग रहेछ, सरी गोल्ड फ्ल्याग लिएर यहाँ दिएछ नाम, GOLD गोल्ड FLAKE फ्ल्याग। गोल्ड फ्ल्याग खान्छु मैले चाहिँ केटा चुरोट। तिमीलाई अस्ति मलाई सोधिरहेको थियो दाइ हजुरले कुन चुरोट खानुहुन्छ, तर कुन चुरोट खानुहुन्छ। यही चुरोट खान्छु म चाहिँ होइन। हेर यही चुरोट, यो भित्र कस्तो हुन्छ भने म देखेँ। ए राडीको यत्रो बेर देखाएको, कामै लाने एउटा रहन्छ, खत्तम, सबै सकिएछ। यही रहेछ अब, यही त तान्नु पर्ला नि। बिँडी रहेछ अब, बिँडी त तान्नु पर्ला नि। कस्तो यार, म झन् क्या देखाएको त छ होला भनेर। लामे एउटा रहेन चाहिँ, सकिएको रहेछ क्या। कतिखेर सकिएर मैले हिजो 3टा कि 4वटा थियो। दाइले खाइदियो कि आयो सुरोटे दाइ। ल केटा म चाहिँ अब नुहाउँछु, अनि त्यसपछि सिधै होइन अहिले खानासाना सकाएर खानासाना खाएर कामसाम गरेर भेट्छु ल। मेरो काम अझै आधी छ, म सकिएको छैन काम। गाह्रो छ नि, नुहाउने बेलामा टाइम मात्रै पाएको, नत्र म टाइम पनि पाउँदैन। अघि मोबाइल खेलाउने टाइमै पाउँदैन कि। अब बनाउँछु कि, तर अलिकति टाइम चाहिँ पाउँछु मैले सुत्ने भन्दा अगाडि। अनि टाइम मिलाएर यसो म भन्छु तिमीलाई। ओके गाइज, म चाहिँ नुहाएर आइसकेँ होइन, टक्क लाएर होइन। अनि दाइले चाहिँ काम गर्दैछ, भाँडा पुस्दैछ। अनि अब चाहिँ हाम्रो साउनीहरू आउने बेला भइसक्यो। साउनीहरू आयो भने खानासाना दिने होइन, खानासाना दिने टक्क लाएर त्यही हो कुरा चाहिँ। अनि यहाँ यो खाल्डोको मैले अस्ति देखाएको थिएँ नि त, मैले यो खाल्डोको चाहिँ पानी सुकिएको छ क्या, देखाउँछु म तिमीहरूलाई। पानी सुकेको होइन, यिनीहरूले जबरजस्ती सुकाएको। कसरी भन्दाखेरि तपाईँहरूको हेर त, यस्तो भोरी थियो, अहिले सुके चाहिँ। किन भन्दाखेरि यहाँ पाइप लगाउँछ नि त, यो पाइपबाट तानेर त्यहाँ फाले हो, त्यहाँ फालेछ। किनकि यिनीहरूले हामीलाई जानी डिस्टर्ब गर्न खोजेको। अब हेर नि, यो पानी सुकेपछि यहाँ कसरी ढक गर्छ हो, त्यहाँ छ हो, यता राखेको छ त्यो डोजर। आम्मा आज त खतरा देखेछ है केटा, साँच्ची भने बाल देखेछ आज दामी। ल केटा अब चाहिँ म खाना, अझै हाम्रो साउनीहरू बाहिर गएको छ कि, अझै आएको छैन।
अब टेबल सेबल त लगाएर राखिदिएछ अब कतिखेर आउँछ कतिखेर खान्छ अनि कतिखेर सकिन्छ त्यो थाहा छैन 1 त बजिसक्यो र टेबल चाहिँ लगाएर राखेको छ हामीले अब आएपछि खानासाना दिनुपर्छ होइन दाइ अनि रोटीको तयारी छ सबै यिनीहरूले यति यो त गोगलले अड्को गोगलले कति वर्ष घस्यो 2-3 वर्ष बस्यो हो खाली त्यस्तै हुन्छ रे मेहनत गरे हुन्छ अनि काम भनेको साँच्चै छ मतलब त्यही भिडियो गर्नलाई भ्लग बनाउनलाई यतिकै बसिरहेको छु अब सुत्न जाने होइन आज लामो भ्लग लामो धेरै नबनाऊँ यति भन्दै आजको भ्लग म यहीँ इन गर्न चाहन्छु केटा हो नयाँ हुनेले सब्सक्राइब गर पुरानो हुनेले लाइक गर त्यही हो गाइज है कमेन्ट गर मिठो मिठो होइन म तिमीहरूको कमेन्ट रिप्लाई दिन नपाएँ नि यहाँको मनबाट पढ्छु हो म तिमीहरूको कमेन्ट पढ्छु यार तिमीहरूको कमेन्ट म पढ्छु कि तिमीहरूको कमेन्ट म देखिरहन्छु त्यही भएर कमेन्ट गर होइन त्यही हो केटा अब म चाहिँ लाइभ इन गर्छु ए सरी